नेपाली चलचित्रहरूले आफ्नो प्रदर्शनको क्षेत्रलाई फराकिलो पार्दै मुलुक बाहिर पनि पुर्याउन थालेका छन्। मुलुक बाहिर रहेका नेपालीहरूको नेपाली चलचित्र हेर्ने चाहलाई पूरा गर्न व्यक्तिगत वा संस्थागत रूपमा विदेशमा रहेका नेपालीहरूमाझ चलचित्र प्रदर्शन हुने क्रमलाई पछिल्लो पटक चलचित्र फन्कोले पनि जोडेको छ। चलचित्र फन्कोको युरोपको बेल्जियममा यसै साता एक विशेष कार्यक्रमबीच रेड कार्पेट प्रिमियर गरियो। नेपालमा माघ 1 गतेदेखि प्रदर्शनमा आउने चलचित्र फन्कोलाई सुवर्ण थापाले निर्देशन गरेका हुन्। थापा लामो समयदेखि फ्रान्समा बस्दै आइरहेका छन्। चलचित्रको विशेष प्रदर्शनी समारोहमा गैर आवासीय नेपाली सङ्घका केन्द्रीय सचिव अर्जुन कुमार श्रेष्ठले विदेशमा हुने चलचित्रहरूको प्रदर्शनीले नेपाली चलचित्रहरूको बजार विस्तार हुने कुरा बताए। उनले नेपाली चलचित्रको विदेशमा बजार विस्तार गर्न गैर आवासीय नेपाली सङ्घले पनि विशेष भूमिका खेल्दै अगाडि बढ्ने कुरातर्फ जोड दिएका थिए। नरेन्द्र महर्जन, पदम गुरुङ र सहदेव गौतमको संयुक्त लगानीमा निर्मित चलचित्र फन्कोमा दयाहाङ राई, सौगात मल्ल, प्रियङ्का कार्की, केके अधिकारी र अनुप बराल लगायतका कलाकारहरूको अभिनय रहेको छ। पैसा कहाँ छ? पैसा त मलाई के पनि थाहा भएन सर।